Hello guys, Dawarsan, Namaste, Jodoloppa. Welcome back to my channel guys. I am Nitya sister अनि हजुरहरू सन्चै हुनुहुन्छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म नि मस्त व्यस्त छु गाइस। आज चाहिँ म बिहान कति 4 4:30 उठेको गाइस। अनि आज चाहिँ म कराटेको लुगामा कहाँ जानु लागेको भनेर सोचेको होला। मैले चाहिँ यो एउटा ज्याकेट ल्याएको छु, कराटेको लुगा हो। अनि आज हामी कराटेको गेममा जानु लागेको गाइस। कुन ठाउँमा भने झापाको दुधे भन्ने ठाउँमा जानु लागेको गाइस। अनि आजको मेरो गेम कस्तो हुन्छ होला जस्तो लागिरहेछ। त्यो चाहिँ 2 दिनको गेम है। आज फ्राइडे, शुक्रबार र शनिबार हुन्छ। आज फ्राइडे। अब आज त्यही उतै बस्नुपर्छ। अनि भोलि बेलुका मात्र घर फर्किनु पाइन्छ गाइस। अनि एक दिन त्यही बस्नुपर्छ। मम्मीसँग एक दिन सुत्नु पाउँदिनँ। अनि मम्मीसँग सुत्नु नपाएपछि हेर कोहीले मलाई हेर्दै हुन्छ लुकी खाँदै। अब हामी चाहिँ ढिलो भइसक्यो कि गाइस। 5 बजिसक्यो, 4:30 बजे बोलाएको, हामी 4:30 बजे उठेको। अनि अब जानुपर्ने गेम खेल्ने ठाउँ होइन, त्यहाँ कराटेमा जानुपर्ने कि। अनि कराटेमा बसहरू बोलाउनुहुन्छ गुरुहरूले। अनि त्यहाँ बसबाट जानुपर्छ कि गाइस। अनि अब हामी जाने। सो आई होप म फर्स्ट सेकेन्ड थर्ड भएर आउँछु होला गाइस। अब चाहिँ हामी रेडी भइसक्यौँ। मेरो मम्मी चाहिँ म नहुँदा एकै कोठामा नबस्ने अरे, त्यही भएर ओसोमा बस्नुहुन्छ अरे। मेरो मम्मी ओसोको लुगा ल्याइसक्नु भयो। अब मम्मीलाई भेट्नु जाउँ है त। हेलो एभ्रिवान, गुड मर्निङ। सन्चै हुनुहुन्छ? आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला है। म पनि एकदम ठिक छु। आज चाहिँ जेठको फागुनको आज चाहिँ 29 गते हो है। हामी चाहिँ किन आज बिहानै उठेको भन्नुहुन्छ भने आज चाहिँ मेरो छोरीको कराते छ उता झापाको दमक होला सायद, दमकदेखि उता दुधे भन्ने ठाउँमा चाहिँ मेरो छोरीको आज गेम छ, कराते गेम है। बिहान उठेर 4:30 बजे बोलाउनु भएको थियो। 4:30 बजे बोलाए पनि अब ढिलै हुन्छ कि। अस्ति पनि अब ढिला भएको थियो, अनि आज पनि ढिलै हुन्छ होला। अब हेर राति पानी पऱ्यो, खत्ता नगर्नु नि, टाइम छ क्या। राति पानी परेको अनि ढिलै हुन्छ होला। अघि 4 बजे नै उठेर नानीलाई रेडी गरेर अनि अहिले चाहिँ नानीलाई अनि अब हामी चाहिँ नानीलाई पुर्याउनुलाई स्टेडियम जाँदैछौँ। स्टेडियमबाट गाडी चढेर नानी चाहिँ जान्छ। म चाहिँ अनि सब्जी मन्डी गएर सब्जीहरू लिएर ओसो जान्छु। नानी बिना कसरी बस्ने नि घरमा। अब आज नानी उतै बस्छ। कहिले नानीलाई छोडेको छैन क्या मैले चाहिँ। नानी पनि अब म बिना सुतेको छैन, म पनि नानी बिना सुतेको छैन। कसरी बस्ने होला कि घरमा, यो कोठामा नानी बिना कस्तो उयो लागिरहेछ कि। र पनि अब त्यस्तो सोचेर हुँदैन। अब नानी चाहिँ गेम खेल्नु जानुपर्ने हुन्छ नि त। उसको अब गेम हो, धेरैचोटि गइसकेको छ क्या। हजुरले सबैले मेरो छोरीलाई अल द बेस्ट भन्नुहोस् ल। मेरो छोरीले राम्रो गेम खेलेर आओस्, जितेर आओस्। त्यो जहिले पनि के अरे जितेर आइरहेको हुन्छ क्या। अरू बेला पनि 2-3 चोटि भयो गेम खेल्न गएको, जहिले फर्स्ट भएर आइरहेको छ। हेरौँ यसपालि के हुन्छ। मेरो छोरीलाई धेरै आशीर्वाद माया सधैँ। मेरो छोरीले अब गेम हो होइन, हार जित त भइ नै हाल्छ। अब गेम जित्नै पर्छ भन्ने पनि मलाई चाहिँ छैन। उसले गेममा पार्टिसिपेट गर्नु नै ठुलो कुरा हो है। हजुरको नानीहरू पनि कराते खेल्नुहुन्छ होला, कराते खेलाउनुहोस्।
आफ्नो सुरक्षा भोलि गएर आफूलाई सेभ गर्न सक्छ। मेरो छोरी कराते जानु ढिला भइसक्यो भन्दै यहाँ कराएकै छ। मेरो वरिपरि आएर ल्याङ गरिरहेको छ। मैले मेरो नानीलाई खाजा साजा दिएर रेडी गरिरहेको छु। अब उसलाई म पुर्याउनु जान्छु। पुर्याएर हेरौँ के कस्तो हुन्छ। सानो यता अल द बेस्ट मेरो छोरी। पुक्क परिरहेछ ढिला भयो भन्दैछ, तर सानो ढिला चाहिँ भएको छैन। किनभने यस्तो उयो छ, बिहानै जानु बित्तिकै गेम त खेलाउँदैन नि त, टाइम छ, पुग्नु टाइम छ। अनि मेरो छोरी चाहिँ ढिला भइसक्यो भन्दै उहाँ रिसाउँदैछ। हेर्नु न साथीहरू, हामी माया गर्नुलाई के अरे अप्ठ्यारो मानिरहेछ। हेर्नु न रिसाउँछ। खुसी हुनु मेरो छोरी खुसी हुनु। कहीँ जाने बेलामा ह्याप्पी हुनुपर्छ, रिसाउनु हुँदैन। हस्, कहिले पनि रिसाउनु हुँदैन। कहीँ हिँड्ने बेलामा खुसी भएर जानुपर्छ। यो पाजु कति खिच्चा हुन्छ नि सानो। मेरो छोरी चाहिँ यहाँ रेडी भइसक्यो जानलाई गाडीमा। सबैजना यसको साथीहरू जाँदैछ, खुसी हुँदैछ। बेस्ट अफ लक मेरो छोरी, सबैलाई बेस्ट अफ लक है। मेरो छोरीको गाडी हिँड्नु लाग्यो। 8 बजेदेखि गेम अरे यहीँ 6 बजिसक्यो। कतिखेर पुग्ने हो, टाढो पो छ त यहाँबाट जानै 2 घन्टा जस्तो लाग्छ। बाई सानो, बाई साथीहरू। म चाहिँ आइपुगेँ, ओसो आइपुगेँ। ओसोको हालत यस्तो छ। राति कस्तरी पानी, कस्तो ठुलो पानी परिरहेको थियो। त्यो पानीले हावाले होला सबै पत्ताहरू चाहिँ झारेर यस्तो भएको छ। हाम्रो यहाँ स्वामीजीहरू माझीहरू कोही आइपुग्नु भएको रहेनछ। म चाहिँ उता नानीलाई पुर्याएर अनि भोलिको लागि तरकारीहरू टन्नै लिएर आएर ओसोमा पनि आइसकेँ। ओसोको हालत चाहिँ यस्तो छ, कोही पनि आउनु भएको छैन। अब अहिले चाहिँ हामी ध्यान गरेर अनि सरसफाइ कार्यक्रम जारी हुनेछ। यस्तै छ। भोलि चाहिँ हाम्रो 1 दिने शिविर छ, प्रोग्राम छ। अनि त्यसको लागि चाहिँ सबै आज तयारी गर्नुपर्ने हुन्छ साथीहरू। हजुरहरू पनि आउनु होला ओसो, ध्यान गर्नु होला। हामी चाहिँ यहाँ आलु किनेको अवस्था, आलु प्याज। हाम्रो यहाँ स्वामीजीले आलु किन्दै हुनुहुन्छ सब्जी मन्डीतिर छौँ हामी चाहिँ साथीहरू। आजको डेली रुटिन कामै काम भइसक्यो। जोगिसकेको कति 6 किलो 6 किलो निकाल्नु। यता हामी किन्दैछौँ फलफुल। अनि त नि कसरी लाने हो सामानहरू। बाँकी चाहिँ अब भोलि किनौँ त। भोलि बिहान 5 बजे आउने किन्ने। यस्तो छ हाम्रो माझीहरू क्या। अब यहाँ अब सपिङ बटुको किन्न आएको। यहाँ अब फ्री टाइममा पुरा अब सब्जीहरू टक्क केलाएर चाहिँ अब जहाँ फ्री टाइम भयो सब्जी बोकेर हिँड्यो, त्यहीँ केलाइहाल्यो, त्यहीँ सबै ओके रेडी गरेर घरमा गयो, पखालो पकायो खायो। कति सजिलो अनि होइन त माझी। ल है, मेरो धन्दा गर्नु यति धेरै छ। म त हौ कति छ भाँडाकुँडा धुनु। सधैँ भाइले धुन्थ्यो, आज कपडा टन्नै धोएको थियो, थाकेको थियो। अब यो भाँडाकुँडा म आफैले धुनुपर्ने छ। ल है खाँदा मात्रै हुँदैन, पखाल्नु पर्यो, सफा गर्नु पर्यो, काम गर्नु पर्यो।
खाना मिठो साथीहरू काम गर्न गाह्रो के गर्नु आज मेरो भाइ गल्यो अरे कपडा मैले भाँडा पनि माझिसकेँ यति भाँडा माज्नलाई मलाई 1 घन्टा लाग्यो हामी थोरैजना भए पनि भाँडाकुँडा चाहिँ धेरै चाहिन्छ कि साथीहरू बेलुकाको 9 बजिसकेको छ है 9 बजेको छ सुनसान छ मेरो कोठामा कोही पनि छैन नानी नहुँदा त मेरो कोठा त अन्धकार यता फिर्को उता फिर्को जता हेरे पनि नानीको मात्रै याद आउँछ नानी छैन नानी अब आज कसरी सुत्ने हो कोहीले छोडेको छैन उसलाई नानीलाई छोडेर कोहीले म पनि सुतेको छैन त ऊ पनि सुतेको छैन सुतेको छ तर अब उसको साथमा पनि घर परिवारको कोही न कोही अब उसको बाबा हुन्थ्यो भने मसँग पनि कोही न कोही हुन्थ्यो तर आज चाहिँ म पनि एक्लै ऊ पनि एक्लै छौँ गेम खेल्न गएको आज बिहान 6 बजे अब भोलि कतिखेर आउने हो खाना पनि नखाने भन्दै थियो खाना खै के भयो पनि मिठो भएन भने उल्टा खानु मान्दैन अनि फोन गरेको अघि खाना नखाने मम्मी भन्दै